चेतावनी दिए बमोजिम दिएको समयमा भित्तिको वितरण गरेपछि पानीको फोरासँग धानेको देख्न सकिन्छ भने पानीको फोरा हाने पश्चात भित केही कुदिन गएको छ साथै पुरै टोली पुनः पञ्च फर्मेसनमा आई बसेको छ। निश्चिन्तद्वारा गतिविधि गरी सार्वजनिक शान्ति भङ्ग गर्न खोजिरहेका आन्दोलनकारीहरूले सरकारी भवनमा समेत आन्दोलन गरिरहेकोमा सुरक्षाकर्मी आन्दोलनमा सामेल आन्दोलनकारीमध्ये एकजना नागरिकलाई नियन्त्रणमा लिई आन्दोलन समेत नियन्त्रण लिने प्रयास गरिरहेको छ। पानीको फोरा पाएपछि भित थप उत्तेजित हुँदै धुना लगाई तलाठी प्रयोग गरिरहेका छन्। पुनः एकपटक लाठीचार्ज गरेपछि भित्तितरीका भएको छ भने फेरि भिड उत्तेजित भइरहेको देख्न सकिन्छ। आन्दोलनकारीहरू उत्तेजित भए धुना गर्न लागेपछि स्थानीय भिड कमान्डरले चेतावनी मुक्त गर्न प्रदर्शन गरे घोडामुनि गोली हान्ने पनि चेतावनी दिएको थियो। घोडामुनि गोली हान्ने चेतावनी दिएपछि विरोधी टोली बसेको देख्न सकिन्छ। Biru deh.
कार्यलाई संस्थाका लागि कार्य भइरहेको छ। भेटबाट दङ्गा व्यवस्थापन क्रममा नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा सिलसिलामा रूपमा गरिएको बल प्रयोगबाट आन्दोलनकारीहरू बेग्र भएका छन् भने आन्दोलन पर्दछन् भई हुलदङ्गा गर्न लागि सूचना प्राप्त भएकोले सम्भावित क्षति हुन नदिन स्थानीय प्रशासनले 2028 को 6 को बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेश कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यू तोकिएको क्षेत्रभित्र गस्ती गरिरहेका छन्। मंच अगाडि सामेल हुन आन्दोलनकारीहरू सम्पूर्ण आन्दोलनकारीहरू